काम त कति धेरै गर्नुपर्ने छ, तर काम गर्नलाई एनर्जी वा टाइम नै पुग्दैन। के तपाईँलाई पनि यस्तै फिल हुन्छ? मलाई पनि हुन्थ्यो। र त्यसपछि मलाई एनर्जी ड्रेनर्स र एनर्जी गिभर्सको बारेमा थाहा भयो। नमस्कार, आइ एम स्मृति एन्ड दिस इज द एपिसोड 8 अफ 25 विस्पर्स अफ बिकमिङ। हामी सबैजनासँग आफ्नो एनर्जी ब्याङ्क हुन्छ, जस्तो कि यो ग्लास हाम्रो एनर्जी ब्याङ्क हो भने यहाँ भएको पानी चाहिँ हामीसँग रहेको एनर्जी हो, जसलाई हामी काम गर्नमा युज गर्छौँ। हाम्रो दिनभरिको इन्टरेक्सन्सहरूले, एक्सन्सहरूले, इभन हाम्रो थटहरूले हामीसँग भएको एनर्जी लेभल्सलाई फरक पार्ने हुन्छ। र जुन कुराहरूले, जुन एक्सन्सहरूले हामीलाई एनर्जी प्रोभाइड गर्छ त्यस्तोलाई हामी एनर्जी गिभर्स भन्ने गर्छौँ। भने जुन कुराहरूले हाम्रो एनर्जी ड्रेन गर्ने गर्छ, हामीलाई एनर्जी दिनुको सट्टा हाम्रो एनर्जी लिने गर्छ, त्यस्तोहरूलाई हामी एनर्जी ड्रेनर्स भन्ने गर्छौँ। हाम्रो दिनभरिको काम गर्ने क्षमता चाहिँ हाम्रो एनर्जी ब्याङ्कले डिसाइड गर्ने हो, र हाम्रो एनर्जी लेभल चाहिँ हाम्रो लाइफमा कतिको एनर्जी गिभर र कतिको एनर्जी ड्रेनर छ त्यो कुराले डिसाइड गर्ने हो। हाम्रो लागि चाहिँ कुन कुरा चाहिँ, कुन एक्टिभिटी चाहिँ जुन हामीले आफ्नो डेली लाइफमा गर्दैछौँ त्यो चाहिँ एनर्जी ड्रेनरको रूपमा काम गरिरहेछ र कुन एक्टिभिटिजहरू चाहिँ एनर्जी गिभरको रूपमा काम गरिरहेछ, यो कुराहरू चाहिँ चिन्न जान्नुपर्ने हुन्छ। उदाहरणको लागि हामीले आफ्नो ब्रेक टाइममा फोन युज गऱ्यौँ भने हाम्रो फिजिकल बडीलाई त ब्रेक हुन्छ, तर हाम्रो मेन्टल बडी वा माइन्डलाई ओभर स्टिमुलस हुने गर्छ। र त्यही भएर हाम्रो लागि चाहिँ माइन्डलेस स्क्रोलिङ वा डुम स्क्रोलिङ चाहिँ एनर्जी ड्रेनरको रूपमा काम गर्छ। तर त्यसको ठाउँमा हामीले आफ्नो ब्रेक टाइममा कि त जर्नलिङ गऱ्यौँ, कि त मेडिटेसन गऱ्यौँ, कि त अलिकति आफ्नो नेक वा बडी स्ट्रेच नै गऱ्यौँ भने पनि त्यो चाहिँ हाम्रो बडीको लागि पनि, माइन्डको लागि पनि एनर्जी गिभरको काम गर्छ। र फाइनली एनर्जी ड्रेनर्सलाई एनर्जी गिभर्सले रिप्लेस गर्नुपर्ने हुन्छ।